Hey guys, welcome back to my new video. फेरि पनि तपाईँलाई स्वागत छ कि सन्तोष महलको ब्लगमा एनके गाउँले ब्लगमा गाइज हैन। म चाहिँ कहाँ छु भन्दाखेरि म चाहिँ बुटोलमा छु हैन गाइज। म चाहिँ पहिला चाहिँ काठमाडौँ थिएँ, काठमाडौँबाट चाहिँ म आइसकेँ। काठमाडौँ बुटोल चाहिँ स्कलरसिपमा नाम आएको कारणले गर्दा चाहिँ म चाहिँ बुटोल पढ्न आएको छु हैन गाइज। त्यस्तै आज हाम्रो बुटोलको बारेमा रुमहरुको बारे यस्तै छ गाइज हाम्रो रुम। गाइज यस्तै छ हाम्रो रुम चाहिँ यस्तै छ। अब के गर्ने, अब स्टुडेन्ट लाइफ हो हैन। स्टुडेन्ट लाइफ जसरी नै बिताउनु पर्छ, सङ्घर्ष गर्नुपर्छ हैन गाइज। त्यसैले गर्दा अब यो बुटोलको डे भ्लग बनाउँछु म। आज के हुन्छ कसो हुन्छ बेलुकासम्म बनाउँछु अनि बेलुका चाहिँ म यो भिडियो चाहिँ एन्ड गर्छु गाइज। त्यस्तै हो, सबैजना उठिसकेको छन्। आज चाहिँ ढिलो भयो भएर चाहिँ यस्तो गर्मी छ क्या। गाइज अब म मुखसुख धुन्छु है, के फेसवास प्रयोग गर्छु किनभने मेरो डन्डीको कारणले गर्दा चाहिँ म फेसवास प्रयोग गर्छु। भएर चाहिँ यो गाइज मुख सुख पनि धोएर आइसकेँ। अब चाहिँ के हुन्छ, तर म यो कुरा के भन्छु भनेपछि होइन, यो बुटोल तामनगरमा चाहिँ यस्तो गर्मी हुने रहेछ होइन गाइज। तर म चाहिँ पाहाडको मान्छे, यहाँ बुटोलमा जे सहन सकिरहेको छु भनौँ। यस्तो गर्मी छ कि यस्तो गर्मी छ, यस्तो गर्मीलाई पनि म सहन सकिरहेको छु। फेरि कलेजमा पनि त्यस्तै गर्मी छ, कोठामा पनि त्यस्तै गर्मी छ। फेरि बत्ती गएको गाई गर्ने रहेछ कि कोठामा फ्यान चाहिँ छ, लाइट पनि छ, सबै छ, व्यवस्था छ, तर बत्ती गएको गाई गर्ने रहेछ कि। तर एक मिनट कोठामा बस्यो भनेपछि 1 मिनटभित्र पसिना आएर पुरा नयाँ जस्तो शरीर नै नयाँ जस्तो बनाइदिने रहेछ कि। यस्तो गर्मी छ गाई, कसरी बस्ने यार, अप्ठ्यारो लाग्छ। फेरि 3 वर्ष बस्नुपर्छ कि, फेरि मैले यो रुममै 3 वर्ष कटाउनु पर्छ कि। त्यसले गर्दा यस्तो गर्मी छ। बत्ती गएकै, फेरि फ्यान पनि छ फेरि हामीसँग। के गर्दै हौ गाई साथीले चाहिँ हिन्दीबाट होइन के भन्छन् मैले चाहिँ त्यति बुझ्दैन होइन। हामी चाहिँ अहिले खाना खान लागेको, कति बज्यो भन्दाखेरि 11-12 बजिसक्यो। हामी अहिलेसम्म खाना खाएन, अब चाहिँ हामी खाना खाने हो। हेर्नु है गाइस, यो साथीले बनायो आज चाहिँ। गाइस यो चिन्नु भएको छ कि छैन, यो चाहिँ गाउँघरको अर्ग्यानिक के अरे साथी यसको नाम गुन्द्रुक। कस्तो छ चाखौँ है, कस्तो मिठो छ गाई। साथीले बनाएको, आफ्नो घरबाट लिएर आओ, मिठो बनाएको थियो। गाइस खाना पनि खाइसक्यो। अब खाना खाएर अब काम छैन, मजाले सुत्ने हो, बस्ने हो। बेलुका चाहिँ यसो उतातिर झुलुङपुलतिर चाहिँ घुम्न जाने भने पनि के हुन्छ हेर। गाइस अझै झ्याउ लाग्यो, झ्याउ लागेर चाहिँ साथीको ल्यापटप मागेर चाहिँ ल्यापटप चलाइरहेको छु। यस्तो गर्मी छ बाहिर, त्यसले गर्दा चाहिँ साथी ल्यापटप चलाइरहेको छ। रुममै बसेर फ्यान चलाएर रुममै बसिरहेको छु। बाहिर पनि यस्तो गर्मी छ बुटोलमा, तामाङमा गाइस लास्टै गर्मी बनायो बुटोलमा चाहिँ। फर्स्ट टपमा आएको छु होइन, छतमा आएको छु। छतबाट बुटोलको भ्यू चाहिँ हेर्नु है गाइस कस्तो छ। यस्तो गर्मी छ कि होइन, यस्तो गर्मी छ कि मान्छे कालो बनाइदिन्छ कि। म पढ्ने कलेज चाहिँ उ थियो है, कोरिया नेपाल बहुप्रविधिक शिक्षालय हेर्ने म पढ्ने कलेज हो। यहाँबाट मेन रोड है, यो चाहिँ लङ्गे राति नाइट बस हिँड्छ यहाँबाट चाहिँ सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर जान्छ यहाँबाट बस। यस्तै छ। मैले चाहिँ छतबाट आएर देखाएको है, लोकल बस हुन् यिनीहरू चाहिँ। हेर्न सक्नुहुन्छ यो बुटोलको भ्यू।
र गाइस हेर्नुभयो नि कस्तो छ गर्मी आमामा यस्तो गर्मी छ कि माथि भन्नै नसकिने गर्मी छ यार गाइस सुतेर नि उठियो अब चाहिँ भोक लाग्यो ट्याक्कै खाजा खानु पर्यो होइन खाजा के छ भन्दाखेरि जोएर अनि जानु पर्यो पानी पनि गाई यस्तो तातो छ कि यो बोतलको लास्टै तातो भने यस्तो गर्मी पनि पानी तातो तातो ल गाइस खाजा साजा नि खाइयो खाएर चाहिँ अब यसो झ्याउ लागेको थियो दाइको रुममा गयो दाइको रुमबाट चाहिँ गिटार मागेर ल्याएको छु म बजाउँछु हेर्नु है त ल गाइस बजाउँछु सुन्नु है सहारा तिमी मेरो तडपेर जाने मायालाई कसरी बिर्सु ल गाइस कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नु है गिटार बजाएको तर मलाई त्यही बजाउन आउन त्यही पनि मैले यसो ट्राई चेक गरेको है गाइस अहिले चाहिँ हामी छतमा आएको होइन आमामा यस्तो दामी भ्यूहरू देखिरहेको है छतबाट आमामा अहिले चाहिँ जेउ शीतल छ हेर्नु न बेलुकामा सधैँ यस्तो भइदिएको भए म त यति खुसी हुन्थेँ गाइस म पढ्ने कलेज चाहिँ उठ्यो है यस्तो दामी बल्ल शीतल तर आज राति चाहिँ पानी पर्छ है गाई जसरी नि उता चाहिँ हाम्रो दाइहरू त्यहाँ बल खेल्दै हुनुहुन्छ है त्यहाँ उता पुरा धानहरू के लगाने दामी छ बल्ल मजा आयो जेहोस् धेरै दिनपछि बुटो लगाएर जेहोस् आज शीतल भयो अब धेरै खुसी छु ल गाई अहिले बेलुका नि भइसक्यो बेलुका चाहिँ कस्तो पानी पऱ्यो कि यहाँ हेर्नु न पानी पऱ्यो यस्तोमा साइकलहरू गाडीहरू चलाइरहन् जस यस्तो छ बेलुकातिरको दृश्य गाइस अब चाहिँ बेलुका पनि भइसक्यो के गर्ने जेहोस् आज चाहिँ एकदम शीतल लाग्यो किन भनेपछि मलाई गाउँको याद आयो आज जेहोस् शीतल छ नि त्यसैले गर्दा चाहिँ मलाई गाउँको याद आयो नत्र गर्मीले यस्तो गर्मी हुन्थ्यो आमामा म त सहनै सक्दिन्थेँ गर्मीले जेहोस् आज चाहिँ जेहोस् खुसी लाग्यो पानी सानी पऱ्यो शीतल छ जेहोस् अहिले ल गाइस अहिले चाहिँ बेलुकाको खाना खाँदैछौँ है मैले चाहिँ अगाडि भात हालेको चाहिँ अनि अरू भिडियो चाहिँ बनाउनु बिर्सेछु होइन गाइस अहिले चाहिँ याद आयो जेहोस् खाँदैछौँ भनौँ जस्तै छ खान्छौँ है मजाले अहिले चाहिँ राति नै भइसक्यो खानासाना खाएर नि हामी चाहिँ सुत्न लागेको आज चाहिँ मैले हामी बुटोलको भ्लग चाहिँ बनाएको होइन गाइस अनि मेरो कोठा चाहिँ देखिहाल्नु भयो कस्तो छ मेरो कोठा चाहिँ अब स्टुडेन्ट लाइफ हो स्टुडेन्ट लाइफ ल आजको भिडियो यही अन्त्य गर्छु हजुरलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु नेक्स्ट भिडियोको लागि थ्याङ्क्स फर वाचिङ बाइ बाइ